यस्तो मजाको बस्ती छ यो गोतामकोटमा। हेर्नुहोस् त गाइज, कति राम्रो घरहरू, यति आनन्दको छ। पहाडमा पनि यति आनन्दको, सहर जस्तै छ। कति रमाइलो ठाउँ। हिमाल चुचुरो। त्यही खोला त तल झर्ने हो त नि, तल खोला छ नि धेरै, त्यही हिउँ पग्लेर आउने खोला त हो नि त्यो। तपाईँको रुकुम पश्चिमको गोतामकोट हुँदै आज हाम्रो यात्रा कहाँसम्म हुन्छ भन्ने कुरा टुङ्गो छैन है। यात्रा हामी हिँड्दै गरिरहेका छौँ र कहाँ पुग्छौँ आठबिसकोट नगरपालिका। हेर नहेर सृष्टिको सुन्दरता, यसलाई भनाउने प्रभुको महानता। धनी र गरिब दुवै मिलेर भन्न सक्छन् प्रभु धन्यवाद। हेर नहेर सृष्टिको सुन्दरता, यसलाई भनाउने प्रभुको महानता। दर्शक पनि यहाँ माथि हिउँ देखिरहेको छ, हिमाल। यो टुप्पो टुप्पोमा हिमाल छ। हामी धेरै माथि टुप्पोमा आइसकेका छौँ। हिमालको नजिक नजिक, हिउँको नजिक नजिक आइपुगेका छौँ अब हामी। पछाडितिर हाम्रो पास्टर बुवा आउँदै हुनुहुन्छ, पास्टर बुवा आउँदै हुनुहुन्छ है पछाडितिर सिङ्गल बाइकमा। हामी हिमालको नजिक नजिक आइपुगेका छौँ अब। यहाँ नजिकै छ अब हिमाल।